हेलो नमस्ते गुड मर्निङ सबैजनालाई सन्चै है। तपाईँहरूको चिया भयो कि भएन होइन, मेरो त चिया पनि भइसक्यो। म चाहिँ मेरो बिहानको काम चाहिँ सबै सकिसकेँ। बडार कुडार धुप बाल्नु बत्ती बाल्नु सबै सकिसकेँ। मैले नानीलाई पनि राति सुत्ने कपडा पनि चेन्ज गरिसकेँ नानीलाई चाहिँ। अनि म चाहिँ यसो गरेर आज चाहिँ तरकारी पकाउनु लागेको छ साथीहरू। सबैजनालाई चाहिँ आज साउनको 15 गतेको खिर खाने धेरै धेरै शुभकामना छ है सबैजनालाई। मेरो नानी चाहिँ मैले बिहान उठाएर मुख धोएर पटमा राखेर सुसु गराएर सबै गरेर चाहिँ मैले यसो गरेर आज चाहिँ यसो गरेर गाडीमा राखिदिएको छु वाकारमा है। हाई गुड मर्निङ भनिदिनु, चलो गुड मर्निङ गुड मर्निङ। ल है आजको चाहिँ बिहानको कामहरू सबै सकेर अनि म चाहिँ अब खाना बनाउँछु साथीहरू। आज बिहानको यही छ। मैले सबै सबै काम गरेको भिडियोहरू त गर्नुलाई त्यो भिडियो गरेर बसिरहनु कि त्यो काम गर्नु, किनकि त्यो अब कामहरू भिडियोको लागि मात्रै देखाउने होइन हामीले चाहिँ सबै कामहरू सकाउने त्यही हो। यही छ मेरो नानीको हाल खबर चाहिँ। म चाहिँ किनकि बिहान जहिले पनि बिहान अब नानीले दियो भने 5 बजे उठ्ने, अब दिएन भने अब नानी पनि अब कहिले सुतिरहेको हुन्छ, कहिले त 5 बजेदेखि उठेर बुबु खानु खोज्छ अनि ए गर्छ। त्यही भएर मैले बिहानको काम भ्याउँदैन, बडार कुडार सरसफाइ भ्याउँदैन मैले। नाइदा भने नानी सुतेको छ भने चाहिँ म बिहान आफ्नो रुम सफा सुग्घर सबै गरेर चाहिँ म यतिखेरतिर चाहिँ म जहिले पनि खाना बनाउन थाल्छु साथीहरू। अब चाहिँ मेरो सुरु हुन्छ खाना पकाउनुलाई साथीहरू। चामल भिजाइराखेको छ त्यहाँनिर। म चाहिँ अब सबै त्यो के भन्छ सबै कुरा आफूले एकछिन अलिकति चित्त गरेँ अनि त्यो देखाएँ। म चाहिँ त्यो होइन है साथीहरू। कहिलेकाहीँ चाहिँ अब देखाउने हो रेगुलर, अब त्यो भिडियो बनाउनुको लागि मात्रै बनाउनु हुँदैन कि साथीहरू। हाम्रो भनेको सरसफाइ भनेको सबै रेगुलर आफ्नो आउने बानी सबै रेगुलर गरिराख्नुपर्छ। तर पनि सबै कुरा देखाएर देखाउनु पनि हुँदैन नि त, उचित हुँदैन नि त। कहिलेकाहीँ चाहिँ अब त्यो होइन, कहिलेकाहीँ टाइम मिल्छ भिडियो गर्नुलाई होइन, तर कहिले त मिल्दैन। म चाहिँ किनकि भिडियो बनाउनु पर्छ भनेर हतार गरेर गर्दिनँ। कहिलेकाहीँ फुर्सद मिल्यो भने भिडियो गर्ने पनि हो, तर पनि म आफ्नो रेगुलर आफ्नो रुम सरसफाइ, अब सानो रुम भए पनि आफ्नो घर त छैन भने पनि म रुममा बसेको पनि सानो रुम भए पनि हामीले चाहिँ अब के गर्नु, सानो रुम भए पनि